हेलो गाइज, हामी चाहिँ आज पिकनिक खान जान थालेको सबैजना मिलेर। अनि बच्चाहरूले चाहिँ अलिअलि सामान बोकिरहेको छन् है। अनि म नि हल्का बोकिरहेको छु। अनि पिकनिक उसको एकदम किलर स्माइल हेर्नु है गाइज। अब हामी यसै गरी अब खाना बनाउनेतर्फ लाग्दैछौँ है। फर्स्टमा चाहिँ हामी करेन्ट बनाउँछौँ। हाम्रो नानी मम्मीहरू पनि आए भन्दै हुन्छ अनि म पनि आए भन्दैछु। यसै गरी हामी अब सामान मिलाउनु पर्ने हुन्छ। त्यहाँ पछिबाट करेन्ट पाकेर चाहिँ करेन्ट खान पर्ने हुन्छ होइन गाइज। अनि सबैलाई हाई गर भने हाय रे। यो चाहिँ एकदम लामो कहानी है। बच्चाहरूलाई पिकनिक खाना ल्याउनेको पछाडि चाहिँ यो कुनै दिन बिस्तारै भनौँला होइन। अनि म चाहिँ उता देखाउन उता भन्यो, उता देखाएँ। अनि कस्तो छ भनेर बुढालाई मिठो छ अरे। अनि ऊ चाहिँ पिरो भयो अरे कि। त्यहाँपछि हामी चाहिँ अमारो खायौँ है। अनि हामी सानो सानो कति खान्थ्यौँ कि। अनि त्यही भएर अनि यसो टेस्ट गरिदिउँ न त कस्तो रहेछ भनेर अनि खाएको। अनि बच्चाहरूले चाहिँ यहाँनिर हेलो, आज हामीले पुलाउ खाने, मासु खाने, करेन्ट खाएको, चटपटे खाएको भनेर भन्दैछन्। के खाएको कुराहरू भन्दैछन्। अनि यस्तो बच्चाहरूलाई पिकनिक ल्याउनेको मेरो कहानी चाहिँ एकदम लामो छ है गाइज। हामी पनि सानो सानोमा यस्तै गरी खान्थ्यौँ कि 4जना मिलेर। अनि त्यहाँबाट त्यही भएर यिनीहरूलाई नि मैले हाम्रो सानोको कहानी सुनाएको। अनि त्यहाँबाट हामी पनि जाने, हामीलाई पनि लानु रे। अनि मैले ल्याएको। अनि म चाहिँ मासु पकाइरहेको छु, मासु यता हेर भने मैले नि अनि म चाहिँ बेलौरी भनेर त्यहाँबाट गाइस। त्यसपछि हाम्रो चाहिँ यता डान्स हुँदैछ बच्चा पार्टीको होइन। पुरा ए लाउरे दाई माया नलम्भो भन्ने गीतमा डान्स भइरहेछ। अनि उनीहरू चाहिँ पछाडिको मेरो भाइले चाहिँ धेरै डान्स गर्न आउँछ है गाइज। अरूलाई चाहिँ खासै धेरै आउँदैन कि। अब तपाईँहरू आफै हेर्नु न होइन कसलाई आउँछ के आउँछ भनेर। त्यहाँपछि यो दुइटा बहिनीको डान्स गर्ने पालो आउँछ। उनीहरू चाहिँ एकदम छमछम नाचिरहनु भएको। हामी चाहिँ पिकनिक खाने ठाउँ चाहिँ खोलामा आएको गाइज। हामी पहिला सानो सानोमा पिकनिक खान आउने ठाउँमा आएको। अनि यहाँ चाहिँ बच्चाहरू डान्स गरिरहेको छन्। यस्तै गरी कोही कोही लडे, कोही कोही पानीमा भिजे होइन। डान्स गरेपछि खाना पाकेर हामी खाना गयौँ। अनि त्यहाँबाट चाहिँ खाना खाँदा खाँदै पोज दिन पर्ने थियो क्या। अझ गरी मासु खाँदा खाँदै यहाँ बहिनीको घाँटीमै मासु अड्क्यो। मैले हानेर निकालिदिएँ, फेरि खाएँ त्यो बहिनीले। अनि हामी कोक्लिन आयौँ, कोक खायौँ, ओर्यौँ गाइज। अनि खाएर बसेर रमाइलो गरेर अनि बसिरहेको थियौँ। त्यहाँपछि यहाँ उनीहरू जुझ्न थाले। अनि रोए, बहिनी रोए। अनि हामीले रमाइलो गरेर पनि भ्याएर अब हामी चटपटी बनाउने तर्फमा लाग्यौँ। अनि मलाई पनि देखाउनु न रे। अनि देखाइदिएँ। अनि ऊ चाहिँ अनि दुइटा बच्चाहरू चाहिँ आफ्नो पारामा छन्। अनि उनले चाहिँ बनाएर भ्याइसके। अनि हामी सबैजना बसेर खायौँ। अनि कस्तो छ भने मिठो 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 रे। सबैलाई देखायौँ। सबै आफ्नो पारामा छ क्या। तर अनि मम्मीहरू नि आउनुभयो। अनि सबैजनाले मिलेर खायौँ हामीले। अनि कस्तो थियो सबैजनासँग बसेर खानुको मजा नै छुट्टै छ नि त गाइज होइन। अनि बच्चाहरू सबै आफ्नै धुनमा खायो कि। कस्तो छ भन्ने पनि कसैले भन्दा पनि भनेन। त्यसैले मैले नै भन्दै कस्तो छ भने मिठो 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 भनिदिएँ मैले। पछि हामीले टिकटक बनायौँ। टिकटक बनाएपछि अनि बाई भन्दै थियौँ। बाई भनेर सामानहरू समेटेर अनि हामी घरतर्फ लाग्यौँ गाइज। बाई बाई गाइज।